यसो हो। भाइले हगेछ नि त हनुमानै यो केटा चाहिँ इट्टाहरू यता छुन्चुले भाइ चिजबल देखा त चिजबल देखा चिजबल देखा चिजबल देखा कुदे पुग्न आँटिसकेको छ। अब यो ओसार त अहिले कति 5 बजे छ। यो ओसारी सक्नु हामीलाई पनि निकै टाइम लाग्छ आज चाहिँ। यसले चाहिएको छ भने सम्पर्कमा जोडिनु हुन्छ। बिरुवा चाहिएमा सम्पर्क गर्नु होला। म फ्रीमा त दिन सक्दिनँ, पैसा दिन्छु। वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै। आज चाहिँ हामी फाइनल्ली अलैँचीको बिरुवा निकाल्न जाँदैछौँ। अनि यहाँ चाहिँ एकजना कान्छा आइसकेको छ। हेलो गरिदेऊ। कान्छा आइसकेको छ। अनि हामी चाहिँ सामान तयार पार्दैछौँ। केही चाहिँदैन हामीलाई चाहिँ, बाँस काट्ने बाम्फोक भए हुन्छ। यो बाम्फोक लगाउँ के हँसिया त नलैजाउँ होला आज। भरे चिया नास्ता खाएपछिबाट अर्को केटा चाहिँ परै आउने कि नआउने भयो। आमाले के गर्दै हुनुहुन्छ भने गाउँ कुर्दै हुनुहुन्छ रहेछ। योहरू पनि उखेल्नु पर्यो। यो किनभने यहाँ बाटो अल्झ्याउँछ नि त, यसरी हिँड्दा अल्झ्याउँछ नि। योहरू पनि उखेल्नु एक झ्याङ चाहिँ। अनि यो चाहिँ मकै भए यस्तो रहेको छ। यसो अलिक छिटो आयो जस्तो लाग्यो। ल अनि यहाँनिर चाहिँ हामी कटेरमा पुगिसक्यौँ। यहाँनिर चाहिँ के छ भने बाख्रो छ है। बाख्रो यो 80 को माल यहाँ छ, 90 को उता छ। ल यहाँबाट देखिन्छ हाम्रो चाहिँ उपर घर। ल हामी चाहिँ अलैँची उखेल्ने ठाउँमा आइपुगेको छौँ। ल यहाँनिर उखेलिसकेछ। अब यो गरान छ, यो रुखहरू ढाल्नु छ नि। ल यहाँ तल्लो गरा चाहिँ उखेलेर यस्तो बनाइसकेको छौँ हामीले। यो गरा पनि उखेलिसकेको छौँ लगभग भन्दा हुन्छ। यसलाई चाहिँ विशेष गरेर के को लागि उखेल्ने भन्दा हामीले यहाँ चाहिँ नयाँ बिरुवा लाउने, तर यसपालि आगुङ चाहिँ बारी नै बनाइन्छ। अनि आगुङ मात्रै लाइन्छ, आगुङ मकै छरेर लाइन्छ अर्को बिरुवा। ल अब योहरू छ बिरुवा बनाउनु बाँकी। ल टक्कसँगले बिरुवा बनाउनु पर्ने छ। अनि उता ल खेतहरू देख्न सक्नुहुन्छ, खेतहरू रोपिसक्दै पनि छौँ। आउनु भयो यता खोइ। अनि सुरुवाल चाहिँ भात पुस्नुपर्छ यता आउनु। छैन नि मैले निकै खुवाइदिएँ। यहाँ मेरो पानी टेक्छ। यहाँ पानी यसले निकै खायो त आज। ल साथीहरूले चाहिँ एकदम निकाल्दैछ है धमाधम बिरुवा। म चाहिँ यहाँ बिरुवा उखेल्दैछु। यहाँ रहेको छ बिरुवा। अनि यति उखेल्नु सक्नु छ। अब यो कुलो है, कुलोदेखि मुनि अब 2 गरा छ। 2 गरा उखेलिसकेर चाहिँ बारी बनाउने भनेको अब लगभग पुग्नु आँट्यो बिरुवा। अब 1000-1500 उखेलाउँदै सकिने रहेछ। कहाँ सकेर सेल गर्नुपर्ने। कसैले चाहिएको छ भने सम्पर्कमा जोडिनु हुन्छ। बिरुवा चाहिएमा सम्पर्क गर्नु होला। म फ्रीमा त दिन सक्दिनँ, पैसा दिन्छु। अनि यो बिरुवा बेचाइमा चाहिँ अब थोरै भन्न त नि अङ्कित, केही कुरा राखिँदैन। यो बिरुवा 1 नम्बर ठुलो दाना फल्ने राम छ। पाउने राम छ यो। यसको करिब पत्ती सहजको 5.5 रुपियाँ बच्न जान्छ। यसलाई अलिकति लगभग हाम्रै टिम्टिम्बु एरियाको गुणस्तर हावापानीमा पाउँदो बुझ्दो मिल्ने बिरुवा हो यो। बिरुवा लाउँदा अलिकति स्टेप बनाएर लाउँदा हुन्छ। त्यो अलिक मासतिर त्यो भएर चुसुवा हुन्छ। त्यसो गरेर धेरै भाइले चाहिँ बिरुवा हाल्दैछ। पाउने राम छै भन्नेलाई चाहिँ धेरै भनिराख्नु कसैलाई पर्छ जस्तो लाग्छ। हाम्रोतिर चाहिँ बिरुवा एकदम धेरै छ। यो लोकल अब यही हो, साउने रामसै। अनि अर्को
चिबे हुन्छ, तर फल्नु चाहिँ धेरै चिबे फल्छ दामसाईहरू भन्दा पनि। दाना सानोमा हुन्छ त्यतिमा मात्रै फरक हो। खाजा खानु घरबाट चाहिँ बोलायो अनि हामी जान्छौँ। अब यहाँसम्म उखेलिसकेको छौँ है। अब त्यहाँदेखि अलिक परतिर पुग्दा लगभग पुग्छ अब 400 जति उखेल्दा पुग्छ र यहाँ हाम्रो छ बिटा। अनि हामी चाहिँ जान्छौँ खाजा खान्छौँ। यस्तो दिन पऱ्यो नि त भाइ। भाइले हगेछ नि त आज त के साह्रो भ्यू दामी भइरहेछ यार। ल यहाँ अब बाउ छोरा मिलेर हामी खाजा खान्छौँ। हेलो गरिदिनु, हेलो गरिदिनु, हेलो गर्नु न। ताता गरिदिनु त, ताता यता यहाँ यहाँ हेरेर ताता यसो हो। ल ठिक छ। अलैँची चाहिँ हामीले फाइनल्ली निकालिसकेको छौँ अर्डरको चाहिँ। अनि बाँकी रहेको अब उतापट्टि छ, यहाँ देख्न सक्नुहुन्छ। अरे हो ल अलैँची चाहिँ फाइनली हामीले निकालिसकेको छौँ। कति निकाल्नु पर्ने थियो भने हामीले 3000 बिरुवा, 3000मा चाहिँ 100को मुठा हुन्छ। 100को मुठामा कति भने 31वटा निकालेको छौँ, किनभने कहिले मिस्टेक हुन्छ नि त, थोरो होला भनेर चाहिँ एउटा मुठा चाहिँ धेर उखेलेको छौँ। यत्रो यत्रो हुन्छ मुठा। यो चाहिँ अलिक अगुवा निकालेर चाहिँ यस्तो अलिक सानो सानो देखेको, नत्र अलिक ठुलो हुन्छ। किनभने यो भर्खर आउँदै गरेको बिरुवा चाहिँ सानो हुन्छ नि त, त्यो भएर। अनि यहाँ ओसार्नु अब थुप्रै छ, यहीँ 3 बिटा 4 बिटा थुप्रै छ। कति जम्मा जम्मी 30 बिटा ओसार्नु छ। 30 बिटामा अब 2 जना साथीले ओसार्दैछ र म घाँस काट्दैछु। यहाँ मेरो चाहिँ भारी यहाँ लगभग पुग्न आँटिसकेको छ। अनि पुग्न आँटिसकेको छ। अब यो ओसार्दा अहिले कति 5 बजे छ। यो ओसारिसक्नु हामीलाई पनि निकै टाइम लाग्छ आज चाहिँ। कति 1 घन्टामा सायद सक्दैन होला। अनि थुप्रै छ अब यो। अनि आज होइन भोलि लान्छ होला। हनुमानै यो केटा चाहिँ बढी सो इटाहरू यता छुन्चुले भाइ। छुन्चुले भाइ यस्तो हेलो गरिदिनु। चिज बल देखा त, चिज बल देखा, चिज बल देखा, चिज बल देखा। कुदे 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 यो ज्याकेट छिटो ठेला हौ। माया गरेर सानो छोडिदेऊ है। म यहाँ यति भरिको सबैभन्दा कमजोरी रहेछु, कामजोडी। यहाँनिर छ। अब भोलि चाहिँ यहाँ तलतिर छ कि रोडमा चाहिँ लोड गर्नुहुन्छ भनेर सजिलो हुन्छ भनेर चाहिँ यहाँनिर हामीले रोड माथि नै राखिरहेछौँ। यता सक्रिय महिला पनि छ। कहाँ छौ तिमी? कहाँ जान्छौ भन्दा यहाँ तलतिर जान्छौ। र आजको भ्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। ओके बाई बाई।